इम्प्रुभमेन्ट चलिसकेको भन्ने कुरा होइन यो स्टेटमा आइसकेपछि एउटा ट्यालेन्ट हो ट्यालेन्ट pronunciation मन सानो जब तिमी आयो अब हुन्छ पैसाको ठुलो चलखेल होइन यसले के भनिरहेको छ जस्तो तपाईँहरूलाई लाग्छ भने हो नि द भोइस अफ नेपालमा अब हुन्छ ठुलो पैसाको चलखेल चर्चित गायन रियालिटी सो द भोइस अफ नेपालको यतिखेर सिजन 6 चलिरहेको छ ब्लाइन्ड अडिसन रोमाञ्चक मोड चलिसकेको छ भने त्यसरी ब्याटल पनि सकिसकेको छ अब द भोइस अफ नेपालको नकआउट चरणतिर बढ्दैछ भने नकआउट पछि त लाइभ राउन्ड आउँदैछ तपाईँले हाम्रोलाई भोट गर्नुहुन्छ कि राम्रोलाई भोट गर्नुहुन्छ यसपालिको त विनर तपाईँले कसलाई बनाउनुहुन्छ डलरलाई बनाउनुहुन्छ कि नेपालमै दुःख पाएका या भनौँ राम्रो ट्यालेन्टलाई बनाउनुहुन्छ त्यो त तपाईँ हाम्रो हातमा छँदैछ अब द भोइस अफ नेपालको एउटा राम्रो पक्ष भनेको चाहिँ उनीहरूले एउटा ट्यालेन्टहरूलाई चाहिँ एक्सपोजर दिने गर्छन् विशेष गरी राम्रो गाउने कलाकारहरूलाई एक्सपोजर पाउने भएकाले द भोइस अफ नेपाल नेपालको वान अफ द बेस्ट फ्रेन्चाइज सो भएकाले पनि यो रियालिटी सोमा सबै कलाकारहरू आउन इच्छुक हुन्छन् र त्यसको स्वरूप द भोइस अफ नेपाल सिजन 6 मा हामीले राम्रा ट्यालेन्टहरू र अलरेडी चर्चित कलाकारहरू पनि हामीले देख्न पाएका छौँ अब द भोइस अफ नेपालमा भोट तपाईँले जति पनि गर्न मिल्छ लाइभ राउन्डसम्म आइपुग्दाखेरि कोचहरूले आफ्नो प्रेसर सबै मुक्त भइसकेको हुनेछन् ब्लाइन्डमा कति गाली खाने हो ब्याटलमा गाली खाँदा नकआउट चरण पनि गाली खाँदा अनि लाइभबाट चाहिँ भने तपाईँ हाम्रो हातमा कन्टेस्टेन्टलाई छोडिदिएको हुन्छन् यो भनिराख्दाखेरि कोचले अब कोचिङ गर्नै छोडेको चाहिँ हुँदैनन् अब राम्रोलाई अगाडि बढाउने हो कि हाम्रोलाई अगाडि बढाउने हो त्यो चाहिँ कोचहरूले हाम्रो हातमा छोडिदिएको हुन्छन् अनि चर्चित गायन रियालिटी सोमा भोटिङ चाहिँ किन यति धेरै गर्न पाउने अधिकार भएको एकजनाले जति पनि करोडौँ पनि भोट गर्न पाउने अधिकार भएको भन्ने विषयमा चाहिँ द भोइस अफ नेपालका डाइरेक्टर लक्ष्मण पौडेलको भनाइअनुसार चाहिँ यो एउटा फ्रेन्चाइज सो भएकाले र जस्तै हामी नेता चुन्नलाई भोटिङकै आधारमा चुन्छौँ भनेको जस्तै एउटा कन्टेस्टेन्टलाई पनि उनीहरू अलरेडी लाइभ राउन्डमा पुगिसकेका कन्टेस्टेन्टहरू विनर जस्तै हुन् अब तपाईँ हाम्रो कसको मत बढी आउँछ या भनौँ कसको फ्यान फलोवर्स बढी हुन्छ त्यही कन्टेस्टेन्ट अगाडि बढ्नुपर्ने हो या विनर हुनुपर्ने हो भएकाले पनि यो भोटिङ चाहिँ जसले जति पनि गर्न पाउने आधार राखिएको हो र यसको अर्को नराम्रो पक्ष चाहिँ के भन्न चाहन्छु भने द भोइस अफ नेपालले अब राम्रो ट्यालेन्ट ल्याइराख्दाखेरि अब उनीहरूलाई पनि त कमाइ खाने भाँडो या भनौँ उनीहरूलाई पनि त यो सो चलाउनु पर्यो हामीले गरेको भोटको पैसा लिन त सो चल्ने हो या भनौँ विज्ञापनहरूले पनि चल्ने गर्छ त्यसैले द भोइस अफ नेपाल एउटा फ्रेन्चाइज सो भएकाले यसमा ठुलो पैसाको चलखेल हुन्छ यसपालिको द भोइस अफ नेपाल सिजन 6 मा त झन् राम्रा कलाकारहरू चर्चित कलाकारहरूसम्म आएका छन् तपाईँको विचारमा यसपालि राम्रोलाई अगाडि बढाउनुहुन्छ कि अनि हाम्रोलाई अगाडि बढाउनुहुन्छ त कमेन्ट गर्न नबिर्सिनु होला अनि तपाईँले योभन्दा अघिल्लो सिजनमा भोट गरेका कन्टेस्टेन्टहरूले तपाईँले अहिले मेसेज गरेर थ्याङ्क यू भन्ने गरेका छन् त सायद छैनन् होला विडम्बना अब के गर्नु